रिसेन्टली शिखर पावर डेभलपमेन्ट लिमिटेडले आइपिओ निष्कासन गरेको छ। यस भिडियो अन्तर्गत रहेर मैले तपाईलाई यही कम्पनीको आइपिओको बारेमा जानकारी सेयर गर्न गइरहेको छु। यदि तपाईले पनि यस कम्पनीको आइपिओमा अहिलेसम्म आवेदन दिनुभएको छैन र यसको बारेमा जान्न चाहनुहुन्छ भने भिडियोलाई हेर्दै गर्नुहोला। शिखर पावर डेभलपमेन्ट लिमिटेडले 17,98,200 किता सर्वसाधारणहरूको लागि साधारण सेयर निष्कासन गरेको छ। यस कम्पनीको धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। यस कम्पनीको आइपिओमा दरखास्त दिन पाउने न्यूनतम किता 10 रहेको छ भने अधिकतम तपाईले 10,000 कितासम्म आवेदन दिन सक्नुहुन्छ। यस कम्पनीको आइपिओ बिक्री खुलाउने समयावधिको कुरा गर्ने हो भने निष्कासन खुलाउने मिति 2082 11 महिना 17 गते रहेको छ भने निष्कासन बन्द हुने मिति छिटोमा 2082 11 महिना 22 गते रहेको छ। यदि यो समयावधि भित्र पनि यो कम्पनीको आइपिओ फुल्ली सब्स्क्राइब हुन सकेन भने त्यस्तो अवस्थामा समयावधि थप हुनेछ। निष्कासन बन्द हुने मिति ढिलोमा 2082 12 महिना 1 गते रहेको छ। तर मलाई लाग्दैन कि यो समयावधि फेरिबाट थप हुन्छ होला, किनभने धेरैजसो व्यक्तिहरूले स्टार्टिङको चरणमा नै आइपिओ आवेदन गर्छन्, जसले गर्दा यो फुल्ली सब्स्क्राइब हुन जान्छ। तपाईले पनि यसमा सुरुमा नै आवेदन दिनुहोला, पछिको लागि वेट नगर्नु होला। अब हामीले बुझ्नुपर्ने हुन्छ यस कम्पनीको क्रेडिट रेटिङको बारेमा। यस कम्पनीको क्रेडिट रेटिङको कुरा गर्ने भने इक्रा एनपीले ईश्वर रेटिङ BB प्रोभाइड गरेको छ, जसले मोडरेट रिस्क अफ डिफल्ट रिगार्डिङ टाइमली सर्भिसिङ अफ फाइनेन्शियल ओब्लिगेसन जनाउँछ। यसलाई नेपालीमा बुझ्नु पर्दाखेरि कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ। तर पनि यो आइपिओ भएको हुनाले मैले तपाईलाई सधैँ नै भन्छु आइपिओ नर्मली धेरैजसो व्यक्तिहरूलाई पर्दैन। त्यसैले गर्दा तपाईले यसमा ढुक्कसँग आवेदन दिन सक्नुहुन्छ। पैसा तपाईको हो, अब विचार गरेर तपाईले आवेदन दिनु होला। अब धेरै साथीहरूको मनमा होला कि हामीले कति किता आवेदन दिने। नर्मली हामीले यस्ता खालका कम्पनीहरूमा 10 किता आवेदन दिँदा नै उपयुक्त हुन्छ, किनभने अहिलेको समयमा कुनै पनि आइपिओ खुलिसकेपछि एप्रोक्सिमेटली 20 देखि 25 लाख व्यक्तिहरूले आइपिओमा आवेदन दिने गर्छन्। अहिले रिसेन्टली यो जुन कम्पनीले आइपिओ खुलाएको छ यसमा 17,98,200 किता खुलाएको छ, जसले गर्दा यसलाई हामीले 10 किताले डिभाइड गर्ने हो भने 1,79,820 जना व्यक्तिलाई 10 किताका दरले आइपिओ पर्नेछ। त्यसैले गर्दा तपाईले धेरै बढेर केही पनि फाइदा छैन, मात्र 10 किता आवेदन दिन सक्नुहुन्छ। कसरी आवेदन दिने म देखाउन चाहन्छु। यसको लागि तपाईँ मेरो शेयरको वेबसाइटमा भिजिट गर्नु होला। क्लिक गरेर यहाँनिर तपाईँको डिपी सेलेक्ट गर्नु होला। युजर नेम क्लिक गरेर युजर नेम राख्नु होला, पासवर्ड राख्नु होला, लगइन गर्नु होला। नेक्स्ट स्क्रिनमा तपाईँले यतापट्टि हेर्न सक्नुहुन्छ माई एसपा छ, यसमा क्लिक गर्नु होला, एप्लाईमा क्लिक गर्नु होला। सबैभन्दा पहिले तपाईँले यसको प्रोस्पेक्टस डाउनलोड गर्नु होला, किनभने तपाईँले यसको बारेमा राम्रोसँग बुझ्नुपर्ने हुन्छ। प्रोस्पेक्टस राम्रोसँग रिड गरिसकेपछि जस्ट तपाईँले यहाँनिर क्लिक गरेर ब्याङ्क सेलेक्ट गर्नु होला। यहाँनिर क्लिक गरेर एकाउन्ट नम्बर सेलेक्ट गर्नु होला। यहाँनिर क्लिक गरेर 10 किताको लागि आवेदन दिनु होला। तल क्लिक गर्नु होला, सीआरएन नम्बर मेन्सन गर्नु होला। आई हियर बाईमा क्लिक गरेर प्रोसिडमा टच गर्नु होला। नेक्स्ट स्क्रिनमा 4 डिजिटको पिन राख्नु होला, एप्लाईमा क्लिक गर्नु होला। सेयर हेज बिन एप्लाइड सक्सेसफुली भनेको छ। यसरी हामीले यो कम्पनीको आइपिओमा आवेदन दिइसकेका छौँ। यसरी नै तपाईँले पनि शिखर पावर डेभलपमेन्ट लिमिटेडले खुलाएको आइपिओमा आवेदन दिनु होला। आशा गर्दछु भिडियो हेरिसकेपछि तपाईँले पनि यो कम्पनीको बारेमा धेरै कुरा राम्रोसँग बुझ्नुभएको छ। भिडियो तपाईँलाई कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट राख्दिनु होला। साथैमा चाहिँ भिडियोलाई सेयर गरिदिनु होला। च्यानलमा नै हुन्छ च्यानललाई सब्सक्राइब गरिदिनु होला, किनभने यस्तो भिडियो मैले तपाईँहरूको लागि ल्याइरहेको छु। र मसँग पर्सन जोड्न चाहन्छ भने टेक्निकल विषय इन्स्टाग्राम आइडी र ट्विटर आइडीमा फलो गर्नु होला। थ्याङ्क्स फर वाचिङ दिस भिडियो।